फडणवीस सर यहाँलाई हार्दिक स्वागत छ। धन्यवाद। एक नेपाली विद्यार्थीको इन्डियामा उडिसामा भएको संशयपूर्ण शङ्कास्पद मृत्युलाई लिएर विद्यार्थीहरूले वास्तविकता खोज्नका लागि दबाब दिँदै थिए, तर हठात ती विद्यार्थीहरूलाई दबाबको सुनवाई गर्नु त कहाँ हो, तिमीहरूको हैसियत के छ, नेपाली हो, तिमीहरूको अर्थतन्त्र भनेको हाम्रो एउटा प्रदेशको भन्दा पनि सानो छ भन्ने तहमा मानमर्दन गर्दै ती विद्यार्थीहरूलाई रातारात ती नेपाली विद्यार्थीहरूलाई होस्टलबाट बाहिर निकालिदियो इन्डियाले। नेपालमा अहिले तरङ्गित भएको छ त्यो घटना। यो विषयमा पनि आज हामी चर्चा गर्नेछौँ भनेदेखि तपाईँ तथ्याङ्क विभागमा ढोका घचघचाउन जानुभएको थियो या तथ्याङ्क सङ्कलन गर्न जानुभएको थियो, त्यसको कारण के छ भन्ने कुराहरू पनि छ। हामी सबैभन्दा पहिले उडिसाको घटनालाई चाहिँ हेरौँ न। ग्रेट नेपाल राष्ट्रवादी मोर्चाले कसरी हेरेको छ यो घटनालाई? उडिसाको एउटा ठुलो कलेज भन्नु पर्यो, विश्वविद्यालय स्तरीय, त्यहाँ चाहिँ प्रकृति लम्साल होइन भन्ने विद्यार्थीले होस्टेलमा आफ्नो रुममा आत्महत्या गरिन् र आत्महत्या गर्नुपर्ने कारणमा चाहिँ उनको प्रेमीले उनलाई चाहिँ आत्महत्या गर्न दुरुत्साहन गर्यो भन्ने देखाइएको छ समाचारमा। त्यो निन्दनीय, भर्सना जति गरे पनि कम हुने विषय भयो। तर यहाँनिर सबभन्दा बढी आश्चर्य लाग्नुपर्ने कुरा चाहिँ के हो भने त्यो दुर्दान्त घटना भयो, शोकाकुल परिवार छन्, देशको पनि मानवर्धन हुने किसिमको समाचार हो। अहिले नेपालमा पोखरामा अथवा चाहिँ सुर्खेतमा अथवा काठमाडौँमै त्यस्तो घटना भएको र त्यहाँ चाहिँ इन्डियाली विद्यार्थीले आत्महत्या गरेको र त्यसको प्रतिक्रिया स्वरूप यहाँको सरकारले चाहिँ अथवा विश्वविद्यालय प्रशासनले इन्डियाली विद्यार्थीलाई निकालेको भए एउटा राजदूतले नेपालको सरकार हल्लाइसक्थ्यो। यहाँ सुमोदजी, त्यहाँ पढ्ने विद्यार्थी, नेपाली विद्यार्थी, उनको आत्महत्याबाट जुन मृत्यु भयो होइन, अब आत्महत्या गरेपछि मर्न त कुरा स्वाभाविकै हो, बचाउन पनि सकिएन अथवा बचाउने प्रयास गरिएन। किनभने त्यहाँ दुईवटा कुरा आएका छन्। एउटा कुरा के भने उनीमाथि ह्यारेसमेन्ट भनिन्छ नि, हैरानी गर्ने, एक किसिमले चरित्र हत्या या उसलाई यौन हैरानी भनौँ न, अर्थात् चाहिँ मुखले बोलेर यौन दुर्व्यवहार अनि धम्क्याएर अनि तर्साएर र उनलाई हेर्नुहोस् त त्यो केटाले त्यसरी धम्क्याएको, तर्साएको, अपमानित गरेको सहन नसकेर उनले आत्महत्या गरिन्। यो एउटा घटना भयो। यो घटना हामी कसैको पनि बसमा थिएन होइन। तर घटना घट्नुभन्दा पहिले पनि फलानले यसो गरिरहेको छ भन्ने कुरामा आउँदैछु म। यहाँ हामीले ध्यान दिनुपर्ने कुरा चाहिँ त्यो केटोले यस्तो गरिरहेको छ भनेर उनले चाहिँ 2-3 पटक प्रशासनमा उजुरी गरेको। उजुरी गर्दाखेरि खासै ध्यान नदिएको र त्यो विद्यार्थीलाई नसिहत पनि नदिएको, चेतावनी पनि नदिएको र त्यसले गर्दा त्यो विद्यार्थी झन्झन हाम्रो नेपाली बहिनीप्रति त्यो आक्रामक भएर चाहिँ दुर्व्यवहार गर्न उत्रिएको। अनि यसले त्यो कलेजको स्तर के हो, उनीहरूको प्रशासनको बदनियत के हो, नेपाली प्रति उनीहरूले देखाएको दुर्व्यवहारको अर्थ के हो, जबकि त्यहाँ 1400 विद्यार्थी पढ्दा रहेछन्। यो 1400 विद्यार्थी त्यहाँ पढ्छन् भन्ने कुरा चाहिँ नेपाल सरकारको सरासर बेइज्जती हो। किन 1400 विद्यार्थीहरू चाहिँ उडिसा पुगे पढ्नको लागि? यहाँ त कलेजहरू खाली छन्। के यहाँ स्तर नमिलेर हो?
स्तर नभएर हो। मिलेन भने जवाफ कसले दिनु पर्थ्यो? अनि अब त्यहाँ सस्तो भएर हो, नेपालभन्दा पनि सस्तो। यो विषय त सरकारले ध्यान दिनुपर्ने, सरकारले चाहिँ यसमा अध्ययन गर्नुपर्ने विषय हो। माफी पनि माग्नुपर्ने, नेपाल सरकारले नै नेपाली विद्यार्थीसँग माफी माग्नुपर्ने कुरा हो हैन। किन त्यति धेरै विद्यार्थीलाई त्यहाँ पठाइयो? इन्डिया जानलाई एनओसी चाहिन्छ कि चाहिँदैन भन्ने कुरा चाहिँ मैले तत्काल भन्न सकिनँ, किनभने अब नो अब्जेक्सन सर्टिफिकेट त तेस्रो विश्वमा जाँदाखेरि जहाँ पासपोर्ट प्रयोग गरेर गइन्छ त्यहाँ त चाहिन्छ। तर इन्डियामा जान चाहिँ इन्डियालाई त यहाँ विदेशै मानेको छैन। सबभन्दा समस्या सुमोदजी, तपाईँ एउटा कुरा के बुझ्नुहोस् भने केही समय अगाडि करिब 1 महिना यताको समाचार हो, राम्रो दैनिक पत्रिकामै समाचार छ। त्यो समाचारमा चाहिँ के कुरा उठाएको छ भने नेपालमा कति विदेशीहरू अनुमति नलिकन अथवा अनुमति लिए पनि त्यो अनुमतिको अवधि सकिसके पनि काम गरिरहेका छन् भन्ने एउटा तथ्याङ्क सार्वजनिक गरेको थियो। तर त्यो तथ्याङ्कभित्र चाहिँ इन्डियाको नाम चाहिँ थिएन। भने इन्डियालाई नेपालले विदेश नमान्ने होइन, अनि इन्डियाले चाहिँ नेपाललाई इन्डिपेन्डेन्ट कन्ट्रीको हैसियतमा व्यवहारै नगर्ने, यो त्रासदीपूर्ण अवस्था, यो त्रासदीपूर्ण र भयावह अवस्था नेपालको राजनीतिमा नेपालको प्रधानमन्त्री, राष्ट्रपति, परराष्ट्र मन्त्री, संसदमा पनि प्रतिनिधि सभा, राष्ट्रिय सभा सबैले चाहिँ ध्यान दिनुपर्ने कुरा हो। अनि अर्को कुरा चाहिँ हेर्नुहोस्, संसारमा सबभन्दा ठुलो डेमोक्रेटिक कन्ट्री हामी भन्ने इन्डियालीहरू, अनि हामी मानवाधिकारको रक्षामा हामी चाहिँ समर्पित छौँ। उनीहरूको चाहिँ संविधानमै मानवाधिकारको प्रत्याभूतिको कुरा उल्लेख छ। यो कुरा त तपाईँले जेनेभा गएर राष्ट्रसङ्घमा पनि उठाइसक्नुभयो। यहाँ पनि उठाउनु पर्ने कुरा के पर्यो भने नि, एउटा विद्यार्थीको त ट्रेजेडी दुखान्त भइसक्यो, त्यसको विरुद्धमा छानबिन हुनु पर्यो, दोषीमाथि कारवाही हुनु पर्यो, तत्काल हुनु पर्यो भन्ने माग राख्दाखेरि ती विद्यार्थीको मागको सुनवाई गर्नुको सट्टा त्यसलाई कलेज छाडेर जाऊ भनेर त्यसलाई त रेलवे स्टेसनसम्म पुर्याइयो बसमा चढाएर। र अहिले यो हिजोको घटना हो र आज चाहिँ फेरि त्यहाँको चाहिँ प्रशासनले, कलेज प्रशासनले नेपाली विद्यार्थीहरूलाई फेरि कलेज फर्कन आह्वान गरेको छ। निकाल्दा पनि हुने, फिर्ता बोलाउँदा पनि हुने, लात हान्दा पनि हुने, माया गर्दा पनि हुने, अथवा जे मनपर्छ त्यही गर्ने, यो चाहिँ नेपालीमाथि इन्डियाको त्यो के विशेषाधिकार हो? हाम्रो कमजोरी के हो भन्दा, हाम्रो कमजोरी भनेको हाम्रो राष्ट्र अथवा हाम्रो राष्ट्रलाई चलाउने नेतृत्व कमजोर भएको कारणले हामीले हरेक क्षेत्रमा इन्डियाको हेरबाही खानु पर्यो। सर, विद्यार्थीहरूले इन्डियन दूतावासलाई पनि लगातार खबरदारी गरिरहेका छन्। आज मात्रै पनि हामीले अखिल क्रान्तिकारीका केही विद्यार्थीसँग कुरा पनि गरेका थियौँ। माइती घरमा उनीहरू पनि प्रदर्शनमा आएका थिए। विद्यार्थीहरूले लगातार प्रदर्शन गरिरहने राज्यको यो निरीहतापूर्ण हविगत अहिले देखिएको छ। प्रतिपक्ष सांसदहरूले पनि संसदमा जुन बलपूर्वक विषय उठान गर्नुपर्ने थियो, इन्डियन दूतावासलाई एउटा जवाबदेही बनाउनु पर्ने थियो, घटनाको वास्तविकता हामीलाई बुझाउ के हो भनेर त्यो सोध्ने समय प्रयास गरेनन्। यो हविगतका बीच विद्यार्थीहरूले फेरि पनि इन्डियालाई घुँडा टेकाउने र इन्डियाले नेपालमाथि गरेको त्यो साङ्घातिक अपमानको चाहिँ हामी भर्त्सना गर्छौँ भनेर उनीहरू मैदानमा छन्। यसले केही निष्कर्ष देला कि तपाईँले जस्तै यो बोल्नुमा मात्रै सीमित रहला, या यसको कहाँ पुग्नुपर्छ गन्तव्य निराकरणका लागि? सुमोदजी, नेपाली राजनीतिमा इन्डियाको जबरजस्त प्रभाव, उसको प्रभाव छ कि छैन, तर के भने प्रभाव स्वीकार्ने, उसको प्रभाव छ भन्ने, उसको नजिक जान चाहने, खास गरी प्रतिनिधि सभाका सांसदहरू, चाहे तिनीहरू चाहिँ प्रत्यक्ष निर्वाचित हुन् चाहे चाहिँ समानुपातिकबाट आउन्, त्यसमा पनि इन्डियन एम्बेसीको व्यक्तिगत रूपमा यो प्रतिस्पर्धामा जाँदाखेरि को पहिलो हुने भन्ने जुन चुनावी हो नि, यो पपुलर भोट ल्याएर जित्ने, त्यसमा आर्थिक सहयोग गरिदिने, अनि इन्डियन एम्बेसीलाई भन्यो भने अप्पर हाउसमा चाहिँ राष्ट्रिय सभामा चाहिँ उसको दबाबमा म जान सक्छु भनेर त्यहाँबाट पनि शक्तिको प्रयोग
गराउने जुन प्रवृत्तिको विकास भयो नि यो अत्यन्त घातक छ। मैले तपाईँसँग पनि र अरू पत्रकार साथीहरूसँग पनि बारम्बार एउटा कुरा के उठाउने गरेको छु भने 72 सालमा हाम्रो संविधान जब जारी गर्ने मिति तोकियो त्यो मितिमा तिमीहरूले जारी गर्न पाउँदैनौ भनेर अहिलेको चाहिँ इन्डियाका त्यति बेला उनी विदेश सचिव थिए, अहिलेको चाहिँ विदेश मन्त्री एस जयशङ्कर, उनले आएर चाहिँ मोदीको सन्देश सुनाए, तर्साए, ठिक पार्छौँ तिमीहरूलाई भने। तर हाम्रा तीनजना नेता सुशील कोइराला, केपी शर्मा ओली, पुष्पकमल दाहाल प्रचण्ड यी तीनजना एक भए इन्डियाको उनीहरूले सुनेनन्, एक सुनेनन्। निर्धारित मितिमै संविधान जारी भयो। तर त्यसको प्रतिक्रिया के भयो भने हामीलाई चाहिँ नाकाबन्दी गर्यो हैन। मैले भन्न खोजेको सबै मिल्दाखेरि त इन्डियाको केही पनि नलाग्ने रहेछ नि त। संविधान घोषणा गर्नलाई उसको जुन दबाब थियो त्यो दबाब त उसको कार्यान्वयन भएन। त्यति मात्रै मिले, न त्योभन्दा अगाडि मिलेका थिए न त्योभन्दा पछाडि मिल्न सके। मिलेको हुन्थ्यो भनेदेखि इन्डियाद्वारा अतिक्रमित इन्डियन सेनाले घेरामा पारेको कालापानी लिपुलेख लिम्पियाधुरा क्षेत्र खाली गर्न भनेर संसदले अर्को सङ्कल्प प्रस्ताव पास गरेर त्यसलाई फेरि अन्तर्राष्ट्रिय स्तरमा पुर्याउनको लागि कुनै प्रयासको थालनी गर्थ्यो होला। त्यहाँ कहीँ कतै भाङ भुत्लो केही पनि भएन। यति मात्रै होइन, नागरिकता विधेयकका सम्बन्धमा संसदमा लामो बहस भयो। तथापि कालापानी लिपुलेख लिम्पियाधुरा क्षेत्रका नागरिकहरू आज पनि नागरिकता विहीन छन्, त्यहाँ राज्यको उपस्थिति छैन भन्ने कुरा संसदमा त्यहाँ आवाज उठाइएन। नागरिकता विधेयक संशोधन हुँदै गर्दाखेरि खुला सिमानाका कारणले गर्दा नेपालले कहिल्यै पनि नेपालको कानुनी छिद्रता प्रयोग गरेर आउने इन्डियन अपराधी या नियोजित रूपमा प्रवेश गर्ने छन् भने त्यस्तालाई रोक्न नसक्ने गरी या इन्डियाले चाह्यो भनेदेखि अनन्तकालसम्म नेपालमा नागरिकताको चाहिँ समस्या सिर्जना गरिरहन सक्छ भन्ने त्यो चुनौतीलाई पनि मध्यनजर गरेर कुनै पनि बहस चलाइएन। अहिले पनि सुस्ता क्षेत्रमा नागरिकता विहीन छन् नेपालीहरू। इन्डियाले कब्जा गरेर उसका सैनिकहरूबाट घेराबन्दी गरेर राखेको छ। ती भूभागका नागरिकता विहीन नेपालीहरूलाई नागरिकता वितरण गर्ने सम्बन्धमा कहीँ कतै प्रश्न उठाइएन। तथापि तपाईँले भने जस्तै संसदमा एकपटक चाहिँ सर्वसहमतिमा चाहिँ संविधान संशोधन भएको थियो। यो अपवादको कुरा भयो। अब हामी नागरिकताको सवालमा त घर दैलो कार्यक्रम भनेर चाहिँ घर घरमा गएर चाहिँ तपाईँले नागरिकता लिन बाँकी छ, तपाईँले लिनुभयो भन्ने शैलीमा के भन्छ त्यो फिल्ड भिजिट गरेरै नागरिकता बाँडियो। तर त्यो समूह सुस्तामा पुगेर मैले तपाईँलाई भन्न खोजेको कुरा के भने नेपालको राजनीतिमा, नेपालको प्रशासनमा, नेपालको सुरक्षा निकायमा र हुँदा गाईगुई के सुनिँदैछ भने नेपालको न्यायालयमा समेत केही कुरा भन्दाखेरि त्यो कुरा इन्डियाको विरुद्धमा हुन्छ, त्यो नेपालको पक्षमा हुन्छ। तर इन्डियाको विरुद्धमा किन हुन्छ भने इन्डियाले गरेको ज्यादातिको विरोध गर्दाखेरि त त्यो इन्डियाको विरुद्धमा नै भयो। तर त्यो त नेपाललाई बचाउनको निमित्त गरिने कुरा हो, नेपालको न्यायको लागि आवाज उठाउने कुरा हो। तर त्यो कुरा उठाउँदाखेरि इन्डिया चाहिँ खुसी हुँदैन, रिसाउँछ, असन्तुष्ट हुन्छ भने चाहे नेपालका मान्छेहरू मरुन्, काटी हुन्, अङ्गभङ्ग हुन्, बलात्कारमा परुन्, त्यसबारेमा नेपालको सरकार, नेपालको संसद नबोल्ने रहेछ भन्ने कुरा ज्वलन्त उदाहरण भयो। यसको ज्वलन्त उदाहरण चाहिँ एउटा त कालापानी मुद्दा हो, अर्को चाहिँ यो पछिल्लो चरणमा जुन उडिसामा घटना घट्यो, नेपाली चेलीको चाहिँ आत्महत्या भयो। आत्महत्यालाई त्यसलाई एक किसिमले भन्नुहुन्छ नि त्यसलाई चाहिँ हत्या भन्नुपर्छ। आत्मभन्दा पनि त्यो ऊ चाहिँ आत्महत्या गरी, तर के भने त्यो आत्महत्या गर्न दुरुत्सान गरेर यति बाध्य पारिएको छ कि उसको सामु संसारमा चाहिँ आत्महत्या सिवाय अर्को विकल्प देखिएन। त्यस कारण त्यो हत्या सरह हो। त्यहाँको प्रशासनको त्यो भूमिका त्यहाँसम्म देखियो भन्नुहुन्छ। अब सर हामी ठ्याक्कै कोर अन्तिममा तपाईँ जवाफ दिनुहोस् न। नेपालमा जहाँनिया राणा शासन थियो त्यस बेला पनि उनीहरूले नेपालमा चाहिँ नागरिकहरूलाई, जनताहरूलाई, रैतीहरूलाई पढ्न दिएनन्, प्रतिबन्ध लगाए र पढ्नका लागि इन्डियाले खोलेको विद्यालय थियो, त्यहाँ कोही सक्नेहरू त्यहाँ गएर पढे। शिक्षामा व्यापार त्यस बेलादेखि नै इन्डियाले गर्यो र नेपालीहरूलाई शिक्षामा पनि परनिर्भर बनायो। नेपालीहरू गरिब थिए,
उद्योग व्यवसाय गर्न सक्थेनन्, तर राज्य लुटबाट जम्मा गरेको पैसा ती राणाहरूले नेपालमा लगानी गरेनन्, इन्डियामै गएर लगानी गरे, पैसा त्यहीँ खन्याए। परनिर्भरताको म एउटा सम्बन्धको कुरा गर्दैछु। त्यस पछाडि तपाईँको राजा तिरुवन पनि तपाईँको इन्डियामै गएर महिनैसम्म मेजबान खाएर प्रजातन्त्र उसले लेखिदिएको भाषण पढेर घोषणा भएको हो। त्यहाँसम्मको सम्बन्ध। तिरुवनको ससुराली पनि इन्डिया रहेका कुराहरू। त्यस पछाडि राजनीतिक दल काङ्ग्रेस र कम्युनिस्टहरूको स्थापना नै इन्डियामा भएको सम्बन्ध त्यहाँसम्म राखेका क्या यिनीहरूले। अब त्यस पछाडि अब पारस शाहको ससुराली समेत युवराज पनि भए, उनको ससुरालीले इन्डिया, हिमानीको माइती होइन, त्यो सम्बन्ध। ज्ञानेन्द्र शाह पूर्व भए पनि इन्डियाकै आशीर्वादमा पुनः राजा हुन्छु भनेर त्यहाँ इन्डियाका मुख्यमन्त्रीसँग चाहिँ बिन्ती बिसाउन गएका दृश्यहरू, भाजपासँग बिन्ती बिसाउन गएका दृश्यहरू पनि देखिन्छ। माओवादीले जनयुद्धका विरुद्ध लड्ने इन्डियन विस्तारवादका विरुद्ध भन्यो, तथापि प्रचण्डले नै एक अन्तर्वार्तामा इन्डियाले पनि हामीलाई सहयोग गरेकै थियो भनेर पनि इन्डियन पत्रकारसँगै एक्सक्लुसिभ अन्तर्वार्ता दिएका थिए। अब राजनीतिक दलहरूको यो अवस्था छ। राप्रपाको त झन् अब धर्म संस्कृति दुनियाँका नाममा इन्डियामा लगेर देशलाई बुझाउने सम्मको यो परनिर्भरता स्थापित गराउनलाई ऊ लागि परेको छ। मधेसवादी दलहरूको त मधेस आन्दोलनमै देखिहालियो। लालु यादवको घरमा बसेर उनीहरूले कार्ययोजना बनाउँथे र नेपालमा आएर राजनीतिक गतिविधि गर्थे। यी तमाम कुराहरूले नेपाली शक्तिहरूको अहिले सत्तामा रहेका र यिनीहरूलाई लडाएर मौका पारेर छिर्के हानेर भए पनि आफू सत्तामा जान्छु भन्ने प्रतीक्षामा रहेका सबैको परनिर्भरता र सम्बन्ध इन्डियासँग छ। यत्रो सम्बन्ध हुँदाहुँदै किन नेपालीमाथि यस तहको उडिसामा अपमानपूर्ण हरकत हुन्छ, उनलाई मर्न बाध्य गरिन्छ, प्रशासनले अन्याय गरेको हुन्छ, उनको उजुरीलाई व्यवस्था गरिएको हुन्छ, न्यायका लागि अपराधीको वास्तविक छानबिनमा चाहिँ प्रशासन लागोस् भनेर दबाब दिँदाखेरि नेपालीहरूलाई रातारात अपमानपूर्ण तवरले होस्टलबाट निकालेर बाहिर छोडिन्छ र त्यो हविगतमा पुर्याइन्छ, रेलवे स्टेसनमा ल्याइन्छ। फेरि पनि सत्तापक्ष बोलेन, प्रतिपक्षहरूको पनि यत्रो सम्बन्ध छ, किन कोही बोल्दैनन् ती विद्यार्थीको लागि, आफ्नो राष्ट्रिय हितका लागि, आफ्नो राष्ट्रमाथि भएको दुर्व्यवहार र अपमानपूर्ण हरकत या हाम्रो अर्थतन्त्रमाथि उनीहरूले आरोप लगाएका छन्, तिमीहरूको क्षमता के छ भन्ने तहमा चाहिँ राष्ट्रियतासँग जोडेर अपमान गरेका छन्। यी कुराहरूलाई कूटनीतिक तवरबाट किन कहीँ कतैबाट प्रश्न उठाइएन, नागरिक समाजबाट किन उठेन सर? प्रश्न लामो भयो, विस्तारमा तपाईँको प्रश्नमा चाहिँ उत्तर सबै समावेश भइसकेको छ। अब मैले पनि तपाईँलाई केही कुरा भन्नु त पर्यो, त्यो किसिमको प्रश्न गर्नुभयो तपाईँले। र मैले भिडियो हेरेँ, त्यो भिडियोमा चाहिँ एकजना चाहिँ कलेज प्रशासनकै बस्ने मान्छे हुनुपर्छ, उसले चाहिँ हामीलाई भिखमङ्गाको हिसाबले तिमीहरूलाई हामीले फ्रीमा पढाएका छौँ, तेरो देशको चाहिँ आर्थिक स्थिति के छ हामीलाई थाहा छैन भन्ने किसिमको गरी अपमानपूर्वक उसले चाहिँ त्यो नेपाली विद्यार्थीलाई चाहिँ ललकार गरिरहेको देखियो। र त्यहाँ के देखियो भने त्यो कलेजमा चाहिँ स्कलरसिपमा फ्रीमा पनि पढ्न पाउने अवसर चाहिँ रहेछ। कति प्रतिशत हो त्यो त थाहा भएन, त्यो चाहिँ देखियो। अनि अब हामी तपाईँले अघि भन्नुभयो राणाकालमा स्कुल कलेज थिएनन्, त्यस कारणले पढ्न लेख्न चाहने मान्छेहरू बाध्य भएर बनारस पुगे अथवा इन्डियाका अरू ठाउँहरूमा पुगे होइन, त्यो एउटा छुट्टै प्रसङ्ग हो। तर के भने अहिले त खास गरी 2046 सालको परिवर्तनपछि त स्कुल कलेजहरूको चाहिँ विकास यसरी भयो। यहाँ त ब्रिटिस कलेजसम्म, यहाँ अमेरिकन कलेज स्टाइलको पनि यहाँ स्कुलै होइन। इन्डियाको त कतिवटा छ नि, कतिवटा गर्नलाई साध्य छैन। एक दर्जन दूतावासले नै सञ्चालन गरेको छ, दूतावास आफैले नेपाली कानुनलाई मिच्दै होइन, दूतावासले नेपाली कानुन मिचेको छैन। तपाईँलाई म एउटा कुरा के भन्न चाहन्छु भने दूतावासमा कार्यरत सम्बन्धित देशको दूतावासमा कार्यरत कर्मचारीका छोराछोरीलाई पढाउनुको निमित्त एउटा स्कुल दूतावासभित्र खोल्न पाउने अधिकार सरकारले दिएको छ। अब 19वटा विद्यालय खोलेको छ, 19वटा त छैन, तर त्यो पनि के भने विदेशी पाठ्यक्रम अथवा इन्डियाको पाठ्यक्रम अनुसार शिक्षा मन्त्रालयबाट स्वीकृति लिएरै गरेको छ। त्यो त यहाँ त अहिले त इन्डियाको भन्दा पनि बढ्ता दोष त इन्डियाले त के भने कुन सूत्र प्रयोग गरेर नेपाललाई अँठ्याउन सकिन्छ। गगटाले जसरी चाहिँ चारैतिरबाट चाहिँ
नङ्ग्र्याउँछ नि अथवा चाहिँ समाउँछ नि अथवा चाहिँ सर्पले हामीले हेऱ्यौँ भनेदेखि जोग्राफी हेऱ्यो भने बेरेर चाहिँ त्यसलाई चाहिँ असहायमा पुर्याएर चाहिँ मारेर खान्छ होइन। अनि हामी कहाँ चाहिँ कस्तो देखियो भने चाहे त्यो सांसद होस्, अघि पनि मैले भनिसकेँ, इन्डियाको विरुद्धमा बोल्यो भने त्यो समाचार आउने हो कि। फणिन्द्र नेपाल बोल्दा त समाचार आउँदैन, उही तपाईँहरू जस्ता पत्रकारले कहिलेकाहीँ इन्टरभ्यू लिदिएर विचार प्रभावित हुने मात्रै हो। तर के भने आज अथवा भोलि प्रतिनिधि सभामा प्रगति लम्सालको बारेमा कुरा उठ्यो भने त्यहाँ त फलानु सांसदले चाहिँ इन्डियाले गरेको ज्यादती आत्महत्यालाई हामी आत्महत्याको जहाँसम्म कुरा छ त्यसमा हामी इन्डियालाई दोष नदिउँ होइन। आत्महत्यामा पनि इन्डिया लाग्यो भनेर हामी नभनौँ। त्यो त एउटा त्यो कलेजको विद्यार्थीको त्यसको चाहिँ त्यसले दुरुत्साहन गरेर हाम्रो नेपाली चेली आत्महत्या गर्न बाध्य भएन र प्रशासकले पनि आत्महत्याभन्दा पछाडिको कुरामा इन्डियाली सरकार नै जिम्मेवार छ। नेपाली मान्छे होइन, ऊ मात्रै मान्छे हो कि हामीले पनि भन्नु पर्यो। पहिले चाहिँ बेलायत इन्डियामा शासन गरिरहेको बेलामा चाहिँ बेलायतमा चाहिँ अथवा चाहिँ इन्डियामै भएका रेस्टुरेन्टहरूमा डग्स एन्ड इन्डियन्स आर नट अलाउड भनेको पाइन्थ्यो अरे कि। अनि अब त्यस्तै अपमान नै चाहेको हो भने त्यो विषयमा सोच्नु पर्यो। तर कुरा के भने तपाईँ हामीलाई स्वाभिमानपूर्वक बोल्न, इन्डियाले गरेको ज्यादतीको विषयमा चिच्याइ आवाज उठाउनलाई हामीलाई हाम्रो सरकारले सहयोग गरेको हुनुपर्छ कि। यहाँ त के भने अब उहाँ हाम्रो चेली मारिन्, त्यहाँ नेपाली विद्यार्थीको अपमान भयो, दुर्दशा भयो, घरि रेलवे स्टेसन पुर्याउने, घरि फर्केर आइज भन्ने होइन। त्यहाँ त धेरै अमानवीय व्यवहार गरियो। अनि अब यहाँ हेर्दै गर्नु होला, यहाँ जुलुस भयो भने विद्यार्थीमाथि यहाँ लाठी प्रहार हुन्छ होइन। तर नेपाली विद्यार्थीले यसको सशक्त रूपमा विरोध जुन गर्नुभएको छ त्यसको त हामीले हार्दिक स्वागत गर्नुपर्छ। त्यो भर्सना योग्य कुरा हो। र ग्रेटर नेपाल राष्ट्रवादी मोर्चा पनि तपाईँको टेलिभिजन च्यानल मार्फत उडिसामा भएको नेपाली विद्यार्थीमाथि भएको जुन पहिलो चाहिँ दुर्व्यवहार, त्यस पछाडिको चाहिँ आत्महत्या पछाडि अरू नेपाली विद्यार्थीमाथि गरिएको अभद्र व्यवहार अनि अमानवीय जुन प्रवृत्ति त्यहाँ देखाइयो, त्यो चाहिँ नेपालीहरूलाई हेपेको हो। यो नेपालीले के गर्न सक्छ र? तिम्रो भिखमङ्गा, तिमीलाई हामीले सहयोग गरेका छौँ, तेरो चाहिँ बजेट कति छ, त्यहाँसम्म कुरा पुग्यो। हाम्री चेली मारिने कुराको चाहिँ विरोध गर्दाखेरि हामीले त देशले नै अपमान सहनु पऱ्यो त्यो कलेजबाट। तर यहाँ देशका सञ्चालकहरू, राजनीति गर्नेहरू, हिजो राजनीति गर्नेहरू र कुनै दिन सत्ता हत्याउँछु भनेर प्रतीक्षामा रहेकाहरू, यिनीहरूलाई त दुख्दैन त फेरि के? म तपाईँसँग बुझेनन् होइन, तपाईँसँग मैले अब फेरि पनि दोहोऱ्याएरै कुरा गर्नु पऱ्यो। उनीहरूलाई के छ भने इन्डियालाई मन नपर्ने कुरा गरेर भोलि इन्डियाले गर्ने सहयोगबाट आफू वञ्चित हुने, राजनीति गर्न नपाउने, सत्तामा पुग्न नसक्ने, सत्तामा पुगेको भए त्यहाँबाट झर्नुपर्ने, अनि फेरि अर्को पटक चान्स नपाउने, यो अवस्था चाहिँ इन्डिया यहाँको चाहिँ दूतावाससँग त्यो शक्ति छ भन्ने जुन भ्रम पालेर बसेका छन्, त्यो भ्रममै त्यो इन्डिया चाहिँ के भयो, के अरे इन्डियाको दूतावास चाहिँ यहाँको लैनचौरको त्यो शक्ति सम्पन्न भयो। हाम्रो चाहिँ शीतल निवासको शक्ति ज्ञानेन्द्र चाहिँ नारायण रेड्डीबाट निस्किएपछि त्यो शक्ति चाहिँ शीतल निवास पुग्नु पर्नेमा त्यो शक्ति चाहिँ लैनचौर पुग्यो। यो दुर्भाग्य हो। त्यो दुर्भाग्य हो। त्यसको परिणाम आज हामी भोगिरहेका छौँ। त्यसो भए सर, त्यसो भएदेखि इन्डियाले नेपालमाथि थिचोमिचो गरेको छ, द्विपक्षीय सम्बन्धबाट चाहिँ संवादबाट त्यसलाई निराकरण गर्ने प्रयासलाई उसले ललकार्दै आएको छ। कूटनीतिक पत्र र संवादमा ऊ सहभागी नै हुँदिन भनेर उसले सार्वजनिक घोषणा गरिसक्यो। अब गर्नुपर्ने भनेको अन्तर्राष्ट्रिय फोरममा यसलाई चाहिँ नेपालको न्यायको पक्षमा अन्तर्राष्ट्रिय समुदायलाई आह्वान गर्ने होला। त्यो भएन भने अदालतमा चाहिँ नि अन्तर्राष्ट्रिय अदालतसम्म लिएर जाने होला। अब यिनीहरूबाट कुनै पनि प्रयास त नहुने त निश्चित भयो। न हिजोकाबाट त्यो सम्भावना देखियो, न आज राजनीतिमा रहेकाहरूबाट सम्भावना देखियो। यसको मतलब अब आँखा चिम्लिनुको विकल्प भएन। प्रधानमन्त्री केपी शर्मा ओलीले ट्विट गर्दै
दिल्लीका दुईजना अधिकारी भनौँ, दिल्लीका भन्नाले हाम्रो दिल्ली स्थित नेपाली दूतावास त्यहाँका कर्मचारी अधिकृतहरू चाहिँ उडिसा पठाइएको भन्नुभएको छ उहाँले। अब सरकारले एउटा च्यानल चाहिँ प्रयोग गरेको देखियो होइन। अब यो चाहिँ बिस्तारै तुइन काटेर चाहिँ जयसिंह धामी हराई भए जस्तै अब यहाँ प्रगति लम्सालले पनि अन्याय भएको भोगै जानुपर्ने हो कि नेपाल सरकारले एउटा नेपाली मारिँदाखेरि त्यो नेपालको स्वाभिमान हो, त्यो नेपालको गौरवको कुरा हो। यसरी हामीले चाहिँ स्वाभिमान र गौरवलाई तिलाञ्जली दिने गरी हामी मौन बस्नु हुँदैन। इन्डियासँग जवाफ माग्नु पर्यो। भोलि क्षतिपूर्ति दिन्छ कि दिँदैन होइन, मरिसक्यो होइन। अनि त अरू विकल्पहरू, मृत्यु पछिका विकल्पहरू, आत्महत्या भने पनि मृत्यु हो र आत्महत्या पछिका चाहिँ नेपाल सरकारले गर्नुपर्ने कुराहरू। अब यहाँ त के भने नेपाली विद्यार्थीको त्यहाँ जुन शैलीमा त्यहाँको प्रशासनका मान्छेहरूले अपमान गरेका छन् त्यो अपमान देख्दाखेरि त नेपाल सरकारले तिनलाई चाहिँ फिर्ता बोलाएर अनि यहाँ कुन कुन कलेजमा चाहिँ पढाउन सकिन्छ विषयअनुसार त्यसो गर्नुपर्ने देखिन्छ कि। यदि नेपालीपन छ, स्वाभिमान छ, गौरव छ अनि पश्चाताप हुन्छ भने त्यो ढङ्गमा नेपालीहरूले चाहिँ नेपाल सरकारलाई त्यो व्यवहार गर्नु पर्यो भनेर हामीले प्रोत्साहन गर्नु पर्यो। सर बिट मारिदिनुहोस् न। त्यसो भए हामीले यत्रो बेथिति छ, इन्डियाको अत्याचार, थिचोमिचो, अपमानको हामी शिकार हुनु परेका कुराहरू त हामीले सरसर्ती स्मरण गऱ्यौँ। त्यसो भएदेखि नेपालका प्रधानमन्त्री, सांसद, मन्त्रीहरू, प्रतिपक्ष दलका नेताहरू, सांसदहरू, माओवादी, राप्रपा, मधेसवादी लगायतकाहरू छन् नि, काङ्ग्रेस, एमाले, यी सबै सांसद हुँदा ज्ञानेन्द्र शाह समेत, उनको त इन्डियासँगको त्यो सम्बन्ध छ नि त, यिनीहरू इन्डियन सत्ताधारी सांसद, नेता र सत्ताको नेतृत्व गरेका दलका नेताहरूसँग भेटघाट गर्दाखेरि के मुद्दामा छलफल गर्दा हुन् त सर? के चासो राख्दा हुन्? इन्डियाले के राख्दो हो? नेपाली पक्षबाट के जाँदो हो? लगातार भेट भएको देखिन्छ। तपाईँ र म उपचार गर्न उही जान्छन्, मनोरञ्जन गर्न उही जान्छन्। तपाईँ र म नै मानौँ, तपाईँ इन्डिया, म नेपाल, म तपाईँलाई गएर भेटेँ भने तपाईँको आराम कुशल सोध्छु, उसले पनि आराम कुशल सोध्छ। अनि यहाँको मौसम कस्तो छ, जाडो गर्मी हुन्छ। अनि अब म चाहिँ तपाईँलाई के भन्छु भने मेरो छोरोलाई स्कलरसिप पाइन्छ कि भनेर म तपाईँलाई त बिन्ती पछ्याउन आएको भन्छु म। अनि उसले अब मेरो हैसियत हेर्छ, भोलि राजनीतिमा यो मान्छेले हाम्रो लागि कति काम गर्छ, काम गरेर देखियो भने हो जाएगा भाइ साहब, हो जाएगा, चिन्ता मत कीजिए, हम है ना आपके लिए भन्छ है। अनि हामी मक्ख परेर आउँछौँ। अनि तर म तपाईँलाई मनमोहन अधिकारीकै पालाको पश्चिम बङ्गाल, त्यति बेला त कम्युनिस्टहरूको शासन थियो त्यहाँ, ज्योति बसु, अनि ज्योति बसु, सुरजित सिंह लगायतका चाहिँ पछि त सीताराम याचुरी जस्ता मान्छेहरू पनि आए। त्यति बेला चाहिँ ज्योति बसुले एकपटक के भन्यो अरे भने उसले सुन्यो रे नेपालको पानीमा नेपाल के अरे इन्डियाको सरकारले चाहिँ नेपालमाथि ज्यादती गरिरहेछ। अनि उनले चाहिँ के गुनासो गरे अरे भने नेपालका सबै कम्युनिस्टहरू आउँछन् म कहाँ, बस्छन्, खान्छन्, सुत्छन्, म सहयोग पनि गर्छु, तर तीमध्ये कुनै पनि एउटा कम्युनिस्ट नेताले नेपालमाथि इन्डियाको केन्द्रीय सरकारको यस्तो ज्यादती छ भनेर मलाई भनेनन्। त्यति बेला के थियो भने कम्युनिस्टहरूको पनि केन्द्र सरकारमा एउटा प्रभाव थियो। केन्द्र सरकारले भनेको मानेन भने उनीहरूले पनि आफ्नो शक्ति राज्यमा प्रयोग गर्न सक्थे। तर चाहिँ नेपालका कम्युनिस्टहरूले इन्डियन सरकारले गरेको ज्यादतीका विषयमा मलाई आएर एक शब्द पनि सुनाएनन् अनि उनले उल्टो गुनासो गरे। भनेपछि त्यो निरन्तरता आज पनि कायम छ। यहाँ त के छ भने हामी अहिले चाहिँ बडो एउटा चाहिँ विषयान्तर भए पनि मेरो मनमा एउटा चाहिँ एउटा ज्वालामुखी जस्तो चाहिँ उठिरहेको छ क्या। त्यो के भने अब तपाईँ नै पत्रकार हुनुहुन्थ्यो, तपाईँलाई रिक्वेस्ट गरेर म राष्ट्र ब्याङ्क गएँ बालुवाटार, त्यहाँ हामीले 100 को नोट कहिले आउँछ भनेर हामीले चाहिँ भनेको पनि 6 महिनाभन्दा बढी भइसक्यो हामी त्यहाँ पुगेको पनि।